म्याङ्गोको सिजनमा म्याङ्गो आइसक्रिम नखाए त कहाँ हुन्छ र। आफ्नै हातले घरमा एकदमै सफा तरिकाले हेल्दी तरिकाले बनाएको आइसक्रिमको स्वाद पनि त छुट्टै नै हुन्छ नि होइन। मार्केटमा त के मिक्स गरेको पाइन्छ, हुन त मार्केटमा सजिलैसँगले पाइन्छ, तर घरमा बनाएको भनेको घरमै हुन्छ, निर्धक्क भएर खान सकिन्छ, एकदमै हेल्दी पनि हुन्छ। सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म कविता। आउनु साथीहरू सुरु गरौँ आजको हाम्रो रेसिपी। र रेसिपी सुरु गर्नुभन्दा पहिला साथीहरू, यदि हजुरलाई रेसिपी भिडियो मन पर्यो भिडियोलाई लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् है। ल हेर्नुहोस् त, अब सबैभन्दा पहिला चाहिँ मैले यहाँ 2 चम्ची कस्टर्ड पाउडर लिएको छु र थोरै दुध राखेर यसलाई मिक्स गर्दैछु। अनि यदि हजुरसँग कस्टर्ड पाउडर छैन भने चाहिँ कर्नफ्लोर लिँदा पनि हुन्छ। कर्नफ्लोर 2 चम्ची राखेर थोरै दुध राखेर त्यसलाई पनि राम्रोसँगले लम्स फ्री हुने गरी चाहिँ मिक्स गरिदिनुपर्छ। ल हेर्नुहोस्, हाम्रो कस्टर्डको मिक्सचर रेडी भइसक्यो। अब चाहिँ एउटा प्यान तताएको छु मैले, अनि यसमा चाहिँ 2 कप दुध राख्दैछु। यो चाहिँ नर्मल मेरो रेगुलर घरमा ठिक्क आउने दुध हो। हजुरहरूले प्याकेटको दुध लिनुभयो भने पनि हुन्छ। मैले चाहिँ हाफ लिटर दुध लिएको छु यहाँ मैले, अनि 200 ग्राम जति चिनी पनि राख्दैछु। हाफ कप चिनी छ। अब यो चिनी र दुधलाई चाहिँ एकछिन तताउनु पर्छ, दुध उम्लिउन्जेलसम्म, त्यतिन्जेलसम्म चिनी पनि मेल्ट भइसक्छ है। ल हेर्नुहोस्, दुधमा बोइल आइसकेको छ। अब चाहिँ अघि हामीले रेडी गरेर राखेको जुन चाहिँ कस्टर्ड पाउडरको मिक्सचर थियो त्यसलाई राखिदिने र यसलाई थोरै थोरै राख्दै एउटा हातले राख्दै अर्को हातले चलाउँदै गर्नुपर्छ, नत्र चाहिँ फेरि छिटो डल्लो परिहाल्छ नि त यो। अब चाहिँ हामीले यसलाई कन्टिन्युसली चलाएको चलाइ गर्नुपर्छ, अलिकति पेसेन्स राख्नुपर्छ र धेरै टाइम पनि लाग्दैन है पकाउनुलाई। 3 देखि 4 मिनटमा हाम्रो यो कस्टर्डको मिक्सचर रेडी भइहाल्छ। ल हेर्नुहोस् त, मैले 3-4 मिनट जति कन्टिन्युसली चलाइसकेँ। अब चाहिँ लगभग हाम्रो रेडी भइसकेको छ यो। हाम्रो मिक्सचर रेडी छ कि छैन भनेर चेक गर्ने तरिका चाहिँ यसरी स्प्याचुलामा यसरी अलिकति लिने, अनि यसरी लाइन तान्दाखेरि चाहिँ यो बिचमा ग्याप बस्यो नि, भनेको मतलब चाहिँ हाम्रो यो मिक्सचर रेडी छ। यदि ग्याप बसेन, त्यो पुर्यो भने चाहिँ फेरि यसलाई एकछिन 1-2 मिनट पकाउनुपर्छ। र मैले चाहिँ यहाँ औँलाले नै सोरेर देखाएँ हजुरहरूलाई, त्यो भुल चाहिँ नगर्नु होला, मेरो औँला एकदमै पोलेको थियो। हजुरहरूले चाहिँ स्पुन प्रयोग गर्न सक्नुहुन्छ। र मैले चाहिँ ग्यासको फ्लेम पनि अफ गरिदिइसकेको छु। अब ग्यासको फ्लेम अफ गरेर पनि हामीले यसलाई कन्टिन्युसली 1-2 मिनट चाहिँ चलाउनुपर्छ। यतिकै तातै छोडिदिउँ भने चाहिँ डल्लो परिहाल्छ होइन। त्यही भएर यसलाई एकछिन चाहिँ चलाउनुपर्छ। 2-3 मिनट जति चलाएपछि अब अलिकति चाहिँ सेलायो। अब म यसलाई रेस्ट गर्नलाई छोडिदिन्छु। त्यतिन्जेल चाहिँ यहाँ हामी आँपलाई पिसेर रेडी गर्ने। ल हेर्नुहोस् त, मैले यहाँ 2टा आँपलाई काटेर राखेको छु। हजुरहरूसँग जुन आँप छ त्यही प्रयोग गर्दा हुन्छ, त्यस्तो कुनै स्पेसिफिक छैन। अब यो सबै आँपलाई चाहिँ म एउटा मिक्सर जारमा राखेर यसको पेस्ट बनाएर ल्याउँछु। ल हेर्नुहोस्, अब हाम्रो म्याङ्गो पेस्ट रेडी छ। अब चाहिँ के गर्ने भन्दाखेरि अघिको जुन चाहिँ हाम्रो मिक्सर थियो कस्टर्ड र दुधको मिक्सर, त्यो पनि मजाले सेलाइसकेको छ, कम्प्लिटली चिसो भएको छ। अब चाहिँ यसलाई म यही आँपकै मिक्सरसँग राखिदिन्छु र 2टालाई सँगसँगै पिस्नुपर्छ, त्यसो हुँदाखेरि चाहिँ राम्रोसँगले मिक्स हुन्छ। अब यसलाई राम्रोसँगले पिसेर लिएर आउँछु म। 1 मिनट जस्तो मिक्सरमा घुमाइदियो भने चाहिँ हाम्रो मजाले पेस्ट भइहाल्छ। ल हेर्नुहोस् त, मजाले पिसिएको छ। अब हाम्रो म्याङ्गोको पेस्ट त रेडी छ। अब चाहिँ हामीलाई चाहिन्छ क्रिम, र क्रिमको लागि चाहिँ मैले यहाँ लिएको छु अमुल फ्रेस क्रिम 250 ml। हजुरहरूसँग व्हिपिङ क्रिम छ भने त्यो पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ अमुल फ्रेस क्रिम नै युज गर्दैछु, सबैतिर सजिलैसँगले पाइन्छ त्यही भएर। र फ्रेस क्रिमको बोतललाई चाहिँ हामीले डिप फ्रिज गर्नुपर्छ कमसेकम 3 देखि 4 घन्टा, त्यसपछि मात्रै हामीले प्रयोग गर्यो भने चाहिँ हाम्रो क्रिम अलिकति फ्लफिनेस हुन्छ, यसको डबल हुन्छ। हामीले व्हिप गर्दाखेरि जति हामीले व्हिप गर्छ त्यसको डबल हुन्छ। नर्मल टेम्परेचरमा क्रिम राखेको छ भने चाहिँ फेरि हाम्रो क्रिम राम्रोसँगले व्हिप हुँदैन, त्यो मेल्ट भइहाल्छ है। डिप फ्रिजमा राखेर हामीले क्रिम व्हिप गर्दाखेरि चाहिँ हाम्रो क्रिम राम्रो बनिन्छ। ल हेर्नुहोस् त, मैले 3-4 मिनट जति क्रिमलाई व्हिप गरिसकेँ। अब यो अघिको क्वान्टिटीभन्दा डबल भइसकेको छ र यसको सफ्ट पिक पनि बनिसकेको छ, क्रिममा हावा भरिसकेको छ। यसैले चाहिँ हाम्रो आइसक्रिम राम्रो बनिन्छ। अब क्रिम व्हिप भइसकेपछि चाहिँ अघिको जुन चाहिँ हाम्रो मिक्सर थियो त्यो मिक्सर पनि राखिदिएँ मैले। अब चाहिँ यसलाई राम्रोसँगले मिक्स गर्दैछु। हजुरहरूले सेम विस्कर पनि युज गर्न सक्नुहुन्छ, मैले चाहिँ स्प्याचुला नै युज गर्दैछु। आइसक्रिम मिक्स गर्दा गर्दै चाहिँ पोखिन थाल्यो भनेको मतलब चाहिँ बोल अलिक सानो भएछ है, मिक्सर धेरै भएछ। म यसलाई चाहिँ ठुलो बोलमा ट्रान्सफर गर्छु पहिला। अब ठुलो बोलमा ट्रान्सफर गरिसकेर चाहिँ राम्रोसँगले मिक्स गरिदिने। ल हेर्नुहोस्, अब यो मजाले मिक्स भइसकेको छ। अब हाम्रो आइसक्रिम चाहिँ जमाउनको लागि एकदमै रेडी छ। अब म चाहिँ एउटा भाँडामा खनाइदिँदैछु। ल हेर्नुहोस्, हजुरहरूसँग जुन भाँडा छ त्यही भाँडा युज गर्दा हुन्छ, कुनै स्पेसियल भाँडा पनि चाहिँदैन आइसक्रिम जमाउनलाई। मसँग चाहिँ यस्तो एउटा काँचको बोल थियो, त्यसमा खनाउँदैछु र सबै चाहिँ यसमा आँट्दैन, त्यही भएर आधी चाहिँ यसमा खनाएँ, आधी अर्को बट्टामा खनाउँछु। अब आइसक्रिममा आइस क्रिस्टल नबसोस् भन्नको लागि चाहिँ हामीले यहाँ यसरी क्लिन ऱ्यापर छ भने क्लिन ऱ्यापर, यो छैन भने चाहिँ प्लास्टिक यसरी आइसक्रिमसँग टसाएर
राख्नुपर्छ। त्यसो हुँदाखेरि चाहिँ हाम्रो आइसक्रिममा आइस क्रिस्टल बस्दैन। यसलाई सबै मजाले आइसक्रिमसँग टाँसिने गरी लगाएर चाहिँ माथिबाट सिल्भर फोइलले चाहिँ म छोपिदिँदैछु। यसको कभर छैन, त्यही भएर कभर भएको बट्टा छ भने के गर्नुपर्छ त्यो हजुरहरूलाई त्यो पनि देखाउँछु म। अर्को मेरो कभर भएकै बट्टा छ, पहिला चाहिँ यो रेडी गरिहालौँ। ल हैन, सिल्भर फोइल पनि मजाले हावा नछिर्ने गरी चाहिँ हामीले यसलाई प्याक गर्नुपर्छ। राम्रोसँगले प्याक भइसक्यो। अब यो चाहिँ मेरो कुकिज ल्याएको बट्टा थियो, अनि त्यसैमा चाहिँ मैले रहेको जति पनि मिक्सर थियो त्यो खनाइदिएँ। अनि यसलाई पनि सेम प्रोसेस गरेँ। क्लिन ऱ्यापरले राम्रोसँगले यसलाई आइसक्रिमको बेसमा टसाएर चाहिँ क्लिन ऱ्यापर लगाइदिएँ। अनि यसको माथिबाटै कभर लगाइदिएँ। अब यसमा चाहिँ सिल्भर फोइलहरू लगाइराख्नु पर्दैन, कभर छँदैछ नि त, त्यही भएर अब यसलाई डिप फ्रिजमा 4 देखि 5 घण्टाको लागि छोडिदिने। 4-5 घण्टापछि चाहिँ अझै एउटा प्रोसेस गर्नुपर्छ, जसले गर्दा हाम्रो आइसक्रिम चाहिँ एकदमै मार्केट स्टाइलको बनिन्छ। त्यो म हजुरहरूलाई देखाउँछु। ल हेर्नुहोस् त, 5 घण्टापछि चाहिँ म हजुरहरूलाई आइसक्रिम निकालेर देखाउँदैछु। अहिले चाहिँ खानलाई रेडी भएको छैन हाम्रो आइसक्रिम। यसको चाहिँ अब अझै एउटा प्रोसेस छ, त्यो म हजुरहरूलाई देखाउँछु। यो सिल्भर फोइल, यो क्लिन ऱ्यापरहरू चाहिँ हामीले जस्तोको तस्तै राख्नुपर्छ। यसलाई फेरि युज गर्नुपर्छ नि त। हाम्रो आइसक्रिम चाहिँ 50% जमेको छ। अब यतिखेर यो प्रोसेस गऱ्यो भने चाहिँ यो जुन चाहिँ हाम्रो आइसक्रिम चाहिँ एकदमै क्रिमी टेक्सचरको बनिन्छ। यो प्रोसेस चाहिँ हामीले अल्छी नमानिकन गऱ्यौँ भने आइसक्रिम चाहिँ मार्केटको भन्दा पनि मिठो हुन्छ। सो मैले सबै आइसक्रिमलाई चाहिँ एउटा ठुलो बोलमा खनाइदिएँ। अनि चाहिँ अब के गर्ने भन्दाखेरि म चाहिँ यहाँ ह्यान्ड विस्करले यसलाई राम्रोसँगले मिक्स गर्दैछु है। हजुरहरूसँग यस्तो खालको विस्कर छैन भने चाहिँ मिक्सर जार त सबैकोमा हुन्छ होइन। सो जुन जारमा चाहिँ हामीले जुस बनाउँछौँ त्यो जारमा राखेर चाहिँ 4-5 पल्ट घ्यार पारेर पल्स मोडमा हामीले मिक्स गऱ्यौँ भने चाहिँ हाम्रो यो प्रोसेस कम्प्लिट हुन्छ। मैले चाहिँ ह्यान्ड विस्कर युज गरेँ। 2-3 मिनट जति राम्रोसँगले मिक्स गरिदिइसकेपछि हाम्रो आइसक्रिमको बेस फेरि पहिलाको जस्तो भइसकेको छ। जति जमेको पनि फेरि मेल्ट भएर चाहिँ अब अलिकति लिक्विडी भएको छ होइन। तर यो अझै सफ्ट फ्लपी खालको भएको छैन, कस्तो लाइट खालको देखिरहेको छ नि। यसैले गर्दा चाहिँ आइसक्रिम एक क्रिमी टेक्सचरको बनिन्छ। अब चाहिँ सेम बट्टाहरूमा खनाइदिने र अब चाहिँ माथिबाट सानो आँपको टुक्रा र दुध नभिजाएको केसरले आइसक्रिमलाई डेकोरेसन गर्ने। म्याङ्गो आइसक्रिम भएपछि त अलिकति माथिबाट म्याङ्गो राख्नु पर्यो नि त होइन। अनि अब चाहिँ अघिको सेम प्रोसेस फेरि रिपिट गर्नुपर्छ, जुन चाहिँ हामीले क्लिन ऱ्यापर अथवा प्लास्टिकले आइसक्रिमको बेसलाई छुने गरी टस्साएर राख्यो भने चाहिँ अनि हाम्रो आइसक्रिममा क्रिस्टल बस्दैन। ल हेर्नुहोस् त, मैले अर्को बट्टामा पनि सेम प्रोसेस गरेँ। अब चाहिँ कम्प्लिटली जमाउनको लागि रेडी छ हाम्रो आइसक्रिम। यसलाई 8 देखि 9 घण्टा डिप फ्रिजमा राख्दा जमिहाल्छ है। अनि या त ओभरनाइट राख्दा पनि हुन्छ। मैले चाहिँ ओभरनाइट राखेको थिएँ। नेक्स्ट डे हजुरहरूलाई म आइसक्रिम निकालेर देखाउँदैछु। ल हेर्नुहोस् त, हाम्रो आइसक्रिम जमेर रेडी भइसकेको छ। कति खुसी लाग्छ नि आफ्नो हातले बनाएको आइसक्रिम घरमा आफूले खानु पाउँदा, नानीहरूलाई खुवाउनु पाउँदा है। अब हजुरहरूलाई म यो खोलेर पनि देखाउँछु कस्तो बनेको छ। ल पहिला चाहिँ म यही बट्टा खोलेर देखाउँदैछु हजुरहरूलाई। वाउ, ल हेर्नुहोस् त, हाम्रो आइसक्रिमको कलर हेर्नुहोस् र एउटा पनि माथिबाट चाहिँ बरफ जमिएको छैन। यति राम्रो बनेको छ। यो चाहिँ हामीले माथिबाट प्लास्टिक लगाएकोले गर्दाखेरि हो। ल हेर्नुहोस्, अब यसलाई स्कुप गरेर हेरौँ कस्तो बनेको छ हाम्रो आइसक्रिम। हेर्नुहोस् त, कति सजिलैसँगले स्कुप आउट हुँदैछ। कतिको क्रिमी टेक्सचरको हाम्रो आइसक्रिम बनेको छ यहीँबाट थाहा हुन्छ। ल हेर्नुहोस् त, आफ्नै हातले सफा सुग्घर तरिकाले हेल्दी तरिकाले बनाएको हाम्रो आइसक्रिम बनेर रेडी भइसकेको छ। मलाई आशा छ हजुरहरूलाई आजको रेसिपी भिडियो अवश्य नै मन पर्यो होला भनेर। यदि रेसिपी भिडियो मन परे भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गरेर साथमा रहेको बेल आइकन दबाएर अलमा क्लिक गर्न चाहिँ नबिर्सिदिनुहोस् है। हवस् त, फेरि भेटौँला अर्को भिडियोमा। टिल देन बाई बाई, थ्याङ्क्स फर वाचिङ।